इरान र ओमन यी दुई देशको बिचमा एउटा यस्तो पोइन्ट छ जुन पोइन्टलाई तपाईले यदि कन्ट्रोल गर्नुहुन्छ भने लगभग पुरा वर्ल्डलाई तपाईले कन्ट्रोल गर्न सक्नुहुन्छ, जहाँबाट डेली वर्ल्डको लगभग 20% ओइल पास हुन्छ र त्यो ठाउँ हो स्ट्रेट अफ हर्मुज। The Strait of Hormuz. What is it and why are we hearing so much about it right now? Iran's ability to strike ships in the Strait of Hormuz has been degraded. स्ट्रेट ऑफ हॉर्मुज कहते हैं। This is the Strait of Hormuz. स्ट्रेट अफ हर्मुजको सबैभन्दा न्यारो पार्ट जसलाई गेटवे अफ ओइल पनि मान्न सकिन्छ, त्यसको चौडाइ मात्र 33 किलोमिटर छ र यदि यो स्ट्रेट अफ हर्मुजलाई कसैले बन्द गर्यो या त्यहाँबाट ओइल पास हुन पाएन भने पुरा ग्लोबल इकोनोमीमा नै ठुलो असर पर्ने निश्चित छ र अहिले चलिरहेको मिडल इस्टको वारले गर्दा यसमा ठुलो असर परिरहेको छ। As the conflict enters its fourth week, attacks have continued around the region, including in Iran and Israel. अहिलेसम्मको अवस्थामा यो स्ट्रेट अफ हर्मुज पूर्ण रूपमा बन्द भएको भने छैन, तर यदि वार अझै लम्बिँदै गयो र यो पोइन्ट बन्द हुने अवस्थामा पुग्यो भने यसको असर एकदमै ठुलो हुनेछ। President Donald Trump says the U.S. will, quote, obliterate Iran's power plants if it doesn't open the Strait of Hormuz within 48 hours. यसले जियोपोलिटिकल क्राइसिस मात्र नभई हरेक क्षेत्रमा यसको ठुलो असर हुनेछ। यसले गर्दा फ्युल प्राइस, ट्रान्सपोर्टेसन कस्ट र हरेक वस्तुको मूल्य अत्याधिक रूपले बढ्ने निश्चित छ। अब अहिले विश्वमा यो अवस्था कसरी सिर्जना भयो त? इरानले स्ट्रेट अफ हर्मुजलाई प्रभावकारी रूपमा अवरुद्ध गरेपछि पुरा विश्वभरि नै यसको असर देखिन थाल्यो। Iran's Revolutionary Guards Corps says the Strait of Hormuz is now closed. अमेरिका र इजरायलले फेब्रुअरी 28 मा इरानमाथि संयुक्त आक्रमण गरेपछि यो स्थिति सिर्जना भएको हो। नर्मल्ली वर्ल्डको करिब 20% ओइल र एलएनजी ग्यास यही स्ट्रेट अफ हर्मुज हुँदै जान्छ। यसको नर्थ साइडमा इरान र साउथमा ओमन र यूएई जस्ता देशहरू छन्, तर यो स्ट्रेट अफ हर्मुजको धेरै जस्तो पार्ट इरानको कन्ट्रोलमा रहेको छ र यसले पर्सियन गल्फलाई अरबियन सीसँग जोड्छ र यो स्ट्रेट अफ हर्मुज यति गहिरो छ कि यस ठाउँबाट ठुला भन्दा ठुला ओइल ट्याङ्करहरू पनि सजिलै आवत जावत गर्न सक्छ। अब यो मार्ग यति धेरै महत्त्वपूर्ण किन छ त? 2025 मा डेली करिब 2 करोड ब्यारेल ओइल यही मार्गबाट गएको थियो। इरान, इराक, कुवेत, कतार, साउदी अरेबिया र यूएई जस्ता देशहरू यही मार्गमा निर्भर छन् र वर्ल्डको करिब 20% एलएनजी ग्यास पनि यहीबाट हुँदै जान्छ र यति मात्र नभई वर्ल्डको करिब 1/3 फर्टिलाइजर व्यापार पनि यही मार्ग हुँदै हुन्छ र यो ठाउँले खाद्यान्न, औषधि र प्रविधि सामग्री जस्ता आयातमा पनि ठुलो भूमिका खेल्छ। अब यो ठाउँको अहिलेको अवस्था के छ त? सामान्यतया महिनामा करिब 3000 भन्दा बढी जहाज जाने यो मार्गमा अहिले लगभग सुनसान भएको छ। स्ट्रेट अफ हर्मुजमा लगभग 21 वटा जहाजमा आक्रमण भइसकेको छ, जसको कारण त्यो मार्गबाट विश्व बजारमा पर्याप्त ओइल पास हुन सकेको छैन, जसको परिणाम तेलको मूल्य लगभग 70% ले वृद्धि भएको छ र यसले विशेष गरी एसियाली देशहरूलाई असर पर्ने देखिन्छ, किनभने इरानको तेलको सबैभन्दा ठुलो हिस्सा चीनले किन्ने गरेको छ। अब यो क्षेत्रमा किन इरानको कन्ट्रोल छ त? संयुक्त राष्ट्रका नियमअनुसार हरेक देशले आफ्नो समुद्री क्षेत्र 13.8 माइलसम्म नियन्त्रण गर्न पाउँछ र स्ट्रेट अफ हर्मुज इरान र ओमनको क्षेत्रभित्र पर्छ। इरानले यस क्षेत्रमा आक्रमण गर्न माइन, ड्रोन, मिसाइल र फास्ट अट्याक बोटको प्रयोग गर्न सक्ने अनुमान गरिएको छ। मिडल इस्टमा वार सुरु भएदेखि धेरै कम जहाजहरू मात्र यो मार्गबाट पास भएका छन्। यस मार्गबाट केही चीन र भारतको लागि सामान सप्लाई गर्ने जहाज भने पास भएका छन्, तर यो द्वन्द्व यही हिसाबले बढ्दै जाने हो भने ग्लोबल इनर्जी क्राइसिस निश्चित छ, जसमा ओइल प्राइसमा अत्याधिक वृद्धि, सप्लाई डेफिसिट, नेचुरल ग्यास सर्टेज जस्ता समस्याहरू आउनेछन्। यसको साथै इकोनोमिक इम्प्याक्ट पनि ठुलो रहनेछ, जसमा इन्फ्लेसन, सप्लाई चेन जस्ता समस्याहरू देखिन सक्छन्। अझै नेपाल जस्तो आयातमा निर्भर देशका लागि यो अवस्था निकै चुनौतीपूर्ण हुनेछ। नर्मल्ली नेपालले भारतबाट तेल किन्ने भए पनि अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा नेपालमा पनि पेट्रोल र डिजेलको मूल्य अहिलेसम्मकै उच्च हुन सक्छ। साथै यसले अन्य वस्तुहरूको मूल्यमा पनि ठुलो वृद्धि हुन सक्छ। अब यसको पुनः विकल्प पनि छैन। साउदी र यूएईमा केही पाइपलाइनहरू भए पनि यो स्ट्रेट अफ हर्मुजको विकल्प हुन सक्दैन, किनकि ती पाइपलाइनबाट लिमिटेड ओइल मात्र ओसार्न सकिन्छ। त्यसैले स्ट्रेट अफ हर्मुज बन्द हुनु भनेको आधुनिक विश्वको आर्थिक मुटु नै बन्द हुनु हो।
यसले विश्वलाई गहिरो आर्थिक सङ्कट र ऊर्जा अभावतर्फ धकेल्ने निश्चित छ। हस् त, थ्याङ्क यू फर वाचिङ एन्ड डु नट फर्गेट टु सब्सक्राइब।